फेरि पनि तपाईँहरू सबैलाई कथा संसारमा हार्दिक स्वागत छ। हामी पुनः एउटा नयाँ र मन छुने कथाका साथ तपाईँहरू माझ उपस्थित भइसकेका छौँ। कुरा आजभन्दा 5 वर्ष अघिको हो। भर्खरै कक्षा 12 पास गरेर बसेकी थिएँ म। सानै उमेरदेखि सेतोकोट लगाउने सपना बोकेकी म। मनभरि अनेक चाहना र भविष्यका रङ्गीन कल्पना सजाएर बसेकी थिएँ। मेरा साथीहरू काठमाडौँ गएर इन्स्टिच्युट जोइन गर्दै सीको तयारीमा जुटिरहेका थिए। तर म भने आर्थिक अवस्था कमजोर भएकै कारण र छोरीलाई धेरै पढाउनु हुँदैन भन्ने पुरानो सोचको शिकार भएर गाउँकै पाखा पखेरीमा घाँस काट्दै दिन बिताइरहेकी थिएँ। मेरो आफ्नो भन्नु मसँग केही थिएन, तर पनि मेरा सपनाहरू भनेका त मेरा नितान्त निजी भोगाइहरू हुन् भन्ने सोच्दै परिस्थिति जस्तो सुकै भए पनि सेतोकोट लगाउने सपना मैले कहिले मर्दिनँ। सधैँझै आज पनि सूर्यले पूर्वको ढोका ढकढकाइसकेको थियो। बिहानीको समय म आँगन बढार्दै थिएँ। बुबा गोठमा भैँसी दुहुँदै हुनुहुन्थ्यो अनि आमा भने यसो चियापानीको व्यवस्था गर्न आगो सल्काउँदै हुनुहुन्थ्यो। चुलोको आगो भरभर गर्दै बलिरहेको थियो। आगो हेर्दै आमाले सहजै भन्नुभयो, आज आगो पनि धेरै भरभर गर्दैछ। खोइ को आउला कुनै। खाना खाएर म धन्दा गर्दै थिएँ। आमा बाख्रालाई घाँस झुन्ड्याउँदै हुनुहुन्थ्यो अनि बुबा चाहिँ बरन्डाको खाटमा पल्टिएर रेडियो सुन्दै हुनुहुन्थ्यो। त्यतिकैमा सिरानपट्टि घर भएका मेरा फुपाजु आउनुभयो। फुपाजु र बुबा कुरा गर्दै हुनुहुन्थ्यो। फुपाजु भन्दै हुनुहुन्थ्यो, केटो एकदमै राम्रो घरको छ, सरकारी जागिरी पनि रहेछ। हजुरले हुन्छ भन्नुभयो भने पर्सिन्ने केटापछि नानीलाई हेर्न आउने कुरा छ। बुबाले केही नाइ नास्ति नै गर्नु भएन। हुन त मेरो बिहेको कुरा गाउँघरमा पहिलेदेखि नै चलिरहन्थ्यो, तर यसपटक भने कुरा घरभित्रै आइपुगेको थियो। फुपाजु घरबाट गए लगत्तै मैले स्पष्ट रूपमा मलाई अहिले बिहे नै गर्नु छैन, हजुरहरूको लागि के म धेरै भएको हो र? यति भन्दै गर्दा आमाले बिचैमा, यस्तो कुरामा पहिले नाइ नाइ नै भनिन्छ नि, छोरीको जात हो, एक न एक दिन अर्काको घर जानु नै छ, उमेर पुगिसक्यो, अहिले नगए कहिले गर्ने। चित्त दुख्यो, मन पनि दुखाए, कति हो कति आँसु पनि खसाले। मनले नमान्दा नमान्दै पनि घर परिवार अनि आफन्तकै लागि भए पनि केटा हेर्न आउने दिन तयार भएर बसे। उहाँहरू मलाई हेर्न आउनुभयो। केटाको नाम अमर रहेछ। अमर र मलाई केही बेर एक्लै कुरा गर्ने मौका दिनुभयो। उहाँसँग मैले खुलेरै कुरा गरेँ। कुरै कुरामा मलाई अहिले विवाह गर्नु छैन, मेरा सपनाहरू छन्, मलाई पढ्नु छ भने। भगवानको लीला अपरम्पार हुने रहेछ। उहाँले यो त राम्रो कुरा हो त, जतिसम्म पढ्छौ भन्छौ म पढाउँछु, तिम्रो खुसीमा नै मेरो खुसी हुनेछ, तिमी र म मिलिजुली हाम्रो भाग्य फेर्नुपर्छ भन्ने वचन दिनुभयो। प्रेम हुनलाई समय नहेरिदो रहेछ। जसरी घाम लाग्दा बरफ पग्लिन्छ, त्यसरी नै म उहाँका कुराहरूमा बिस्तारै पग्लिँदै गएँ। अन्ततः हामी एकअर्कासँग विवाह गर्न तयार भयौँ। मेरा बाआमासँग मलाई पढाउन खर्च गर्ने सामर्थ्य त थिएन, तर जसो तसो गरेर मेरो विवाहका लागि खर्च जुटाउनु भयो। मलाई भने जसरी भए पनि आफ्नो पढाइलाई निरन्तरता दिनु थियो, त्यसैले यो सम्बन्धलाई सही ठानेर म पनि खुसीसाथ विश्वास गरिरहेकी थिएँ। हाम्रो विवाह भयो। नयाँ आशा, थप स्वतन्त्रता, अनगिन्ती रहर र असङ्ख्य सपना बोकेर म उहाँको घरमा भित्रिएँ। रातको करिब 11 बजेको समय थियो। सबै रीतिरिवाज सकिएपछि म सुत्न कोठामा गएँ। बिहेको पहिलो रात। कोठा सजेसजाउ थियो। म खाटमा चुपचाप गएर बसेँ। केही बेर बसेपछि अमर कोठाभित्र आउनुभयो। आएर मेरो छेउमा बस्नुभयो। बिस्तारै उहाँका हातहरू मेरा शरीरमा सलबलाउन थाले। म पटक पटक उहाँका हात समातेर रोक्न खोज्दै थिएँ, तर उहाँले त्यो रोकाइको प्रभाव नै नगरी प्रयास गर्दै ऊ त अझ मध्यहोस भइरहेको थियो। अन्ततः रातको अँध्यारोभित्र मेरो शरीरलाई प्रयोग गरियो, तर मेरो इच्छा बिना। बिहान उठेँ, तर त्यो शरीर मलाई आफ्नै जस्तो लागेन। शरीरका प्रत्येक असहजतालाई मलाई फेरि त्यही रात फर्काइरहेको थियो।
विवाहपछि उहाँ केवल मेरा श्रीमान मात्र होइनन्, मेरो परिवार, मेरो सुरक्षित आश्रय हुनुपर्ने थियो। तर हरेक बिहान मलाई उस्तै खालीपनले घेर्न थाल्यो। रातहरूमा म निर्जीव वस्तु जस्तै सहिरहन्थेँ। मेरा सपनाहरूमा धुलो जमिसकेको थियो अनि ती यही घरको कुनै दराजको कुनामा थन्किएर बसेका थिए। मेरा सपनाहरूको हत्या भइसकेको थियो। लाग्न थालेको थियो दुःखलाई जित्न खोज्दा खोज्दै कतै आफू नै हार्छु कि, बाँच्ने प्रयास गर्दा गर्दै कतै मृत्यु नै अँगाल्न पुग्छु कि। तर त्यही बेला मलाई बाँच्ने एउटा आधार दिँदै मेरो गर्भमा एउटा नयाँ जीवन आयो। सायद यसबेला मसँग शारीरिक सम्बन्ध राख्न नपाएर होला उहाँले घरमा बस्न लगभग छोड्नुभयो। धेरैजसो रातहरू बाहिर बित्न थाले। जुन समयमा मलाई श्रीमानको माया र साथको सबैभन्दा बढी आवश्यकता थियो, त्यही समयमा उहाँले मलाई पूर्ण रूपमा व्यवस्था गर्नुभयो। मेरो आशाको नयाँ किरण बनेर मेरी छोरी यस धरतीमा आइन्। तर नानी जन्मिएको हप्ता दिन नबित्दै उहाँले अर्की श्रीमती घरभित्र आउनुभयो। उहाँले कहिलेकाहीँ भन्नुहुन्थ्यो, म यो सम्बन्धमा खुसी छैन, मलाई तिमी चाहिँदैन। तर उहाँले मलाई यतिसम्म गर्नुहोला भनेर मैले कहिले कल्पना समेत गरेकी थिइनँ। मलाई अझै पनि त्यो रात याद छ। त्यो रात काट्नै सकेन, साँच्चै पटक्कै सकेन। जुग जस्तै लागेको थियो त्यो रात। मेरो सिरानीलाई मात्र थाहा होला त्यो रात ऊ कति भिजेको थियो भनेर। अझै अँध्यारो नै थियो। घरमा कोही उठेका थिएनन्। मसँग घडी पनि थिएन। बिहानी हुन अझै कति समय बाँकी थियो थाहा थिएन। जतिसुकै अँध्यारो भए पनि छामछुम गर्दै म घर छेउको पुलसम्म पुगेँ। त्यसभन्दा टाढा जाने ठाउँ पनि त थिएन मेरो। यदि मेरो मृत्यु यसरी नै लेखिएको रहेछ भने मेरो के लाग्छ र, यही सोच्दै थिएँ। दिनदिनै यसरी तडपिएर बाँच्नुभन्दा अब बाँचेर केही अर्थ छैन जस्तो लाग्यो। यी दुई मुठी सास रोकिदिउँ जस्तो लाग्यो। तल उल्लिरहेको नदी अन्धकार जस्तै गहिरो र निर्दय देखिन्थ्यो। हावाले मेरो साडीको किनार उडाइरहेको थियो। मानौ जीवनका अन्तिम सम्झनाहरू पनि मबाट खोज्न खोज्दै थियो। मैले एकपटक आँखा चिम्लेँ। अचानक मेरी छोरीको अनुहार आँखा अगाडि आयो। मेरा हात खुट्टा काप्न थाले। मैले के गर्न लागेकी रहेछु भनेर म आफै झस्किएँ। त्यसपछि मृत्यु रोज्न पुगेकी म एउटी आमा पहिलो पटक आफ्ना लागि होइन, आफ्नी छोरीका लागि बाँच्न चाहे। मृत्युतर्फ बढेका पाइलाहरू फेरि जीवनतर्फ फर्काउँदै म झिसमिसीमै घर फर्किएँ। साहस गरेर नानीलाई लिएर आएँ अनि घरबाट निस्किएँ। थाहा छैन अब कसरी आफूलाई सम्हालेर अगाडि बढौँ। दिल टुटेको छ, नानीको जिम्मेवारी काँधमा छ अनि मनभित्र शान्ति भने कतै पनि छैन। त्यस दिनपछि मैले फेरि कहिल्यै पुलतिर फर्केर हेरेकी छैन, किनकि मैले बुझिसकेकी थिएँ जीवन नदी जस्तै रहेछ। कहिलेकाहीँ उर्लिन्छ, किनारा भत्काउँछ, आफूलाई नै डुबाइदिन्छ, तर अन्ततः बगिरहन भने छोड्दैन।